एउटा चाहिँ हामीले यो नेशनल इन्कम भनेको के हो र अर्को चाहिँ नेक्स्ट पार्टमा चाहिँ नेशनल इन्कम अकाउन्टिङ भन्ने बित्तिकै के फरक छ यो दुईटा शब्दमा। अर्कोमा चाहिँ हामीले नेशनल इन्कम अकाउन्टिङ, हामीले हेडिङ चाहिँ के छ भने नेशनल इन्कम अकाउन्टिङको कुरा गरिरहेका छौँ यहाँ हैन। सो नेशनल इन्कम अकाउन्टिङ भने सामान्य हिसाबले हामीले एकछिनमा हामी चाहिँ लेख्दै जानुभन्दा पहिला यो कन्सेप्ट चाहिँ बुझ्यौँ भने तपाईले जस्तो अब जीडीपी के कति भन्नुहुन्छ भने त्यो जीडीपी भनेको चाहिँ नेशनल इन्कमको पार्ट पर्छ। जस्तो सामान्य एउटा हेडिङ तपाईले एउटा के मात्रै गर्नुस् भने यहाँनिर लेख्दाखेरि एउटा पार्ट हो एउटा क्वेसन चाहिँ एउटा सामान्य हेडिङ जस्तो डिफरेन्स यो सोध्नु त यस्तो कुरा सोध्दैन तर पनि हामीले एउटा जानकारी लिइराख्यौँ भने सजिलो हुन्छ भन्ने किसिमको यो डिफरेन्स बिट्विन यो एक दुई लाइन लेख्छौँ हामीले यो डिफरेन्सेस बिट्विन नेशनल इन्कम एन्ड नेशनल इन्कम अकाउन्टिङ भन्नुहोस् न। नेशनल इन्कम नेशनल इन्कम एन्ड नेशनल इन्कम अकाउन्टिङ। नेशनल इन्कम अकाउन्टिङ अब यो अन्डरस्ट्यान्डिङको लागि मात्रै हो, यसमा हामीले डिटेली जाने चाहिँ होइन। जस्तो एउटा तपाईँले बेसिस भन्दै यता लेख्नुभयो हुन्छ कुन बेसिसमा र यस पछाडि यो नेशनल इन्कम चाहिँ के हो नेशनल इन्कम र अर्को कुरा चाहिँ नेशनल इन्कम अकाउन्टिङ के हो यो नेशनल इन्कम अकाउन्टिङ। अकाउन्टिङ चाहिँ के हो भन्ने कुरा सामान्य यति बुझ्यौँ भने हाम्रो लेखाइ पछिलाई सजिलो हुन्छ भन्ने हिसाबले मात्रै हामीले यो छलफल गर्न खोजेका हौँ हैन। ठिक छ नि साथी। अब यहाँ विशेष गरी सो यो नेशनल इन्कम तपाईले चाहिँ यो व्हाट इज के हो भन्नुभयो भने यो त सो यसले रिप्रेजेन्ट गर्ने हाम्रो मार्केट भ्याल्यु अफ प्रोडक्ट भन्छौँ अल फाइनल प्रोडक्ट्स। यो मार्केट भ्याल्यु अफ अल फाइनल गुड्स एन्ड सर्भिसेस फाइनल गुड्स एन्ड सर्भिसेस भन्छौँ। यो अन्तिम वस्तु तथा सेवाको के हो त यो बजार मूल्य। तर यस पछाडि नेशनल इन्कम अकाउन्टिङ चाहिँ के हो त भने नेशनल इन्कम अकाउन्टिङले मेथोडोलोजीलाई जनाउँछ। त्यो मेथोडोलोजी भनेको कुन चाहिँ सिस्टम प्रयोग गर्छौँ भन्छौँ। सो इट रिप्रेजेन्ट्स भनेर लेख्नु होला। सो यसको तपाईले इट रिप्रेजेन्ट्स द मेथड। अहिले म तपाईलाई एउटा इक्जाम्पल क्रिएट गर्छु त्यहाँबाट सजिलो हुन्छ। मेथड अफ क्याल्कुलेटिङ के त नेशनल इन्कम। यो नेशनल इन्कम जुन भनिरहेको छ त्यो नेशनल इन्कमलाई कसरी निकाल्ने हो त भन्छौँ हामीले। र अर्को कुरा यसले चाहिँ केमा फोकस गर्छ त भनेर यसको फोकस केमा हुन्छ त यो फोकस चाहिँ यसको अल्टिमेट फाइनल रिजल्ट। जस्तो यसले भनेको फाइनल रिजल्टलाई फोकस गर्छ। फाइनल रिजल्ट भनेको अन्तिम नतिजा, अन्तिम चाहिँ के त नतिजालाई फोकस गर्छ भन्नुको मिनिङ चाहिँ जस्तो यसलाई पहिला लेखौँ त अनि बल्ल इक्जाम्पल हामी छलफल गर्छौँ। र यसले चाहिँ भनेको इट फोकसेस अन द
सिस्टम अफ यो बुक किपिङ भन्नु होला, बुक किपिङमा चाहिँ यसले विशेष गरी फोकस गर्छ। यसले चाहिँ केमा फोकस गर्छ, यो नतिजामा फोकस गर्छ। यसले बुक किपिङको चाहिँ प्रणालीमा चाहिँ केन्द्रित हुन्छ होइन, बुक किपिङको प्रणाली भन्नु होला, प्रणाली होइन। विशेष गरी अब हामीलाई सजिलो चाहिँ के हुन्छ भने, यति भइसक्यो भने एकछिनमा